झापामा हुने धमाकेदार भिडन्तले भयभीत बन्यो एमाले। बालेन मधेस झरेसँगै केपी ओलीले छोडे काठमाडौँ। झापा 5 मा 34 वर्षको ओलीको विरासत भत्किने सम्भावना प्रबल। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह मधेस नटेकेकै पुराना दलहरूको राजनीति पत्ता साफ हुने बाटोमा पुगेको छ। जनकपुरमा रवि र बालेन एकै मञ्चमा उभिनु सामान्य कार्यक्रम होइन। यो दशकौंसम्मको सत्ता संरचनामाथिको खुल्ला चुनौती थियो। जसरी जनकपुरमा भिड उर्लियो, नाराहरू गुन्जिए र जिन्जीको आँखा चम्कियो, त्यसले एउटा सन्देश दियो। अब चुनाव पुराना दलको नियन्त्रणमा छैन, जनताले बजाउँदैछन् यिनीहरूमाथि घण्टीको आवाजको बारा। यही संकेतले एमाले, कांग्रेस र मधेस केन्द्रित दलहरू थरथर काँपिरहेका छन्। कागजमा बलिया देखिने तर जनमतमा कमजोर हुँदै गएका दलहरू अहिले एकैपटक रक्षात्मक भएका छन्। बालेन मधेस झरेसँगै केपी ओलीले जिन्जी आन्दोलनपछि काठमाडौँ छाडेर झापा धाउनुलाई संयोग होइन, यो 34 वर्षदेखि जोगाइराखेको झापा 5 को विरासत बचाउने अन्तिम दौड हो। जहाँ बालेनले केपी ओलीलाई राजनीतिबाटै सन्यासी बनाउने गरी जित हासिल गर्ने झापा 5 का जनताले उद्घोष गरिरहेका छन्। ओली झापा 5 लाई इपिसेन्टर होइन भन्दै टार्न खोजिरहेका छन्, तर जनताले मनमा त्यो क्षेत्र अब राजनीतिक महाभिडन्तको केन्द्र बनिसकेको बताएका छन्। कांग्रेस एमालेका पुराना कार्यकर्ता समेत खुलेआम भन्न थालेका छन्, अब नयाँलाई मौका दिनुपर्छ। रासुपा कार्यालयमा बढ्दो भिड, बालेनको नाममा उठेको उत्साह र घण्टी नै बज्छ भन्ने आवाजले ओलीलाई असहज बनाइदिएको छ। त्यसैले त उनी चुनाव अघि नै सुरक्षा छैन, आयोगमाथि प्रश्न छ भन्दै हारको बहाना तयार पार्दैछ। कांग्रेस भित्रको विवादले देउबा तनावमा छन्, तर त्यो भन्दा बढी चिन्ता ओलीलाई छ। कांग्रेससँग तालमेलको सपना देखिरहेका ओली अहिले एक्लै चुनावी मैदानमा उत्रिन बाध्य छन्। राप्रपाको साथ अनिश्चित, आफ्नै पार्टीभित्र टिकट विवाद, यिनै बीच रासुपा सडकदेखि सदनसम्म आक्रामक रूपमा फैलिने बाटो खोर्दैछ। जनकपुरबाट सुरु भएको परिवर्तनको उद्घोषले मधेसलाई मात्रै होइन, पुराना दलको होस हवास हल्लाइदिएको छ। मधेसलाई वर्षौंसम्म भोट बैंक बनाएर सत्तामा बोलतोल गर्नेहरू आज आफ्नै आधार गुम्ने डरले आत्तिएका छन्। रवि र बालेन मधेस पुगेपछि मधेसी राजनीतिमा देखिएको लहर कुनै भाषणको परिणाम होइन, यो थकित जनताको प्रतिक्रिया हो। बलिदान दिवसकै दिन शहीदका शालिगमा माल्यार्पण गर्दै सुरु गरिएको अभियानले एउटा सन्देश दियो, अब परिवर्तन नारामा होइन मैदानमा देखिन्छ। रवि लामिछाने र बालेन शाहको यो जोडी अब कुनै प्रयोग होइन, पुरानाहरू विरुद्ध प्रतिस्पर्धी शक्ति बनेको छ। मधेसबाट सुरु भएको यो लहर झापा पुग्दा आधी र वेग बन्दैछ। पुराना दलहरू आज एक अर्कालाई दोष दिँदै बसिरहेका छन्, सुरक्षाको कुरा गर्दैछन्, षड्यन्त्रको आशंका व्यक्त गर्दैछन्।